जय श्री कृष्ण। धर्म ज्योतिषमा हजुरलाई स्वागत छ। आजको मेरो टपिक हो कालसर्प योग। जस्तो मेरो व्यूअरले दुई तीनजना व्यूअरले मलाई कालसर्पको बारेमा भन्नुहोस् भन्नुभयो। कालसर्प भनेको जब हाम्रो राहु र केतु बिचमा सब ग्रह पर्छन् त्यसलाई कालसर्प भनिन्छ। कुण्डलीमा 12 तरिकाको कालसर्प योग हुन्। सबै कालसर्पले हामीलाई हाम्रो कुण्डलीमा दुःख दिन्छ त्यो भन्न मिल्दैन। किनभने फेरि कुण्डली हेर्दा हामीले जन्म कुण्डलीले मात्रै होइन, हामीले नमाज कुण्डली र होरा कुण्डली देखेर पनि हामी बोल्छौँ। अब काल सर्पयोग कसको कुण्डलीमा हुन्छ? काल सर्पयोग जसले यो देश हल्लाउँछ त्यसको कुण्डलीमा काल सर्पयोग पाउनुहुन्छ है पाउनुहुन्छ। अब उदाहरणमा दिन्छु, अमिताभ बच्चन, सचिन तेन्दुलकर, धीरूभाई अम्बानी, इन्दिरा गान्धी, हिटलर, यिनीहरू सबको कुण्डलीमा काल सर्पयोग थियो। र हजुर देख्नु जसको कुण्डलीमा काल सर्पयोग हुन्छ नि ऊ मान्छे अलिकति निडर हुन्छ। तर के हुन्छ जब हामी कुनै पण्डितजीलाई देखाउँछौँ उहाँले त सामान्य काल सर्पयोग भनिदिनुहुन्छ, तर त्यसमा हामी डर नहुन्छ। त्यसको विधानहरू पनि छन्, उपाय पनि छन्। उपाय एक त सामान्य हामीले नाग नगिनीको पूजा गरेर, हामीले शिवालयमा नाग नगिनीको पूजा गरेर हामीले जल प्रवाह गर्न मिल्छ, त्यसले पनि हाम्रो उपाय हुन्छ। अर्को उपाय यदि हामीले सक्दैनौँ, ल हामीले पूजा पाठ त हामी सक्दैन, हामी सक्षम छैनौँ भने सामान्य उदाहरणहरू पनि छन्। जस्तो हजुरले कोल्टीमा मोर पंख राख्न सक्नुहुन्छ, मयूर भनेको मयूर पंख राख्न सक्नुहुन्छ। दोस्रो, दैनिक हजुरको जुन छ नि महामृत्युञ्जय मन्त्रको एक माला जाप गर्नु भने काल सर्पयोगको राम्रो फल पाइन्छ। तेस्रो, त्यो पनि सक्नुहुन्न भने एकदम अब एउटा छ कि जुन धोबी हुन्छ, धोबीसँग 7.5 किलो अनि कच्चा कोइला लिएर आउनु, त्यसलाई कुनै अब जल प्रवाह गर्नु र त्यो जल प्रवाह गर्दा फर्केर मोडेर नदेखि सिधा घरतिर आउनु। यो उपाय गर्नु हो भने हजुरले काल सर्पयोगको शान्ति हुन्छ। तर जे योग हामीले जीवनमा लिएर आइएछ त्यसलाई हामीले शान्त गर्न सक्छौँ, हामीले उसलाई मेटाउन सक्दैन। त्यसकारण उसको डराउनु पर्दैन। काल सर्पयोग भएको मान्छेले देशमा केही न केही राम्रो ठुलो विजन लिएर ही आएको हुन्छ। हजुरले राम्रो ठुलो विजन राख्नु र राम्रो ही काम हजुर। जय श्री कृष्ण। चाहियो भने चाहिँ मतलब हामीलाई सम्पर्क गर्नु। ज्योतिष कुण्डली परामर्शको लागि कुण्डली परामर्शको लागि यदि हजुर चाहनुहुन्छ भने तल मेरो नम्बर दिएको छ, वाट्सएप नम्बर छ। मलाई हजुरले वाट्सएप आफ्नो जन्म मिति, टाइम, स्थान वाट्सएप गरेर र म त्यो हजुरलाई समय दिएर म उसलाई भन्न सक्छु। अब लोकेसन नि त्यहाँ हामीले दिएका छन्। त्यसमा अब अरूको यो सुझाव छ, यो बियरको अरू केही डिमान्ड छ भिडियो बनाउनु भने भन्नुहोला, हामी अर्को भिडियो त्यो लिएर आउँछौँ। जय श्री कृष्ण।